हेलो गाइज अलिकति अक्वर्ड भइरहेछ मलाई एकदम धेरै पछि यसरी मोटर भ्लग गरिरहेको भएर र आजको भिडियोमा चाहिँ म तपाईलाई मेरो स्टोर लिएर जान्छु जर्सीको शप माई न्यू स्टोर अपसाइड स्पोर्ट्स जुन चाहिँ कलङ्की चोकमा छ सो इट विल बी लाइक के भन्ने direction to my store video also. Oh, I'm so sorry guys. यसरी भिडियोमा नबोलेको धेरै भएछ न त पहिला पनि त्यस्तो राम्रोसँग बोल्न त आउँथेन आई थिङ्क आई विल ट्राई कमेन्टमा अब लेख्नु सो अहिले मैले खिचिरहेको यो क्यामेरा चाहिँ DJI न्यानो हो भर्खरै 2 weeks जति भयो मैले लिएको अनि पहिला के छ भन्थेँ मैले त्यो एउटा एकदम नर्मल खालको एक्सन क्यामेरा चलाउँथेँ लगभग 8 वर्ष अगाडि त्यतिखेर एभेन्जर बाइक थियो मेरो अनि अलिअलि भिडियोहरू मात्रै खिच्थेँ त्यस्तो बोल्ने त थिएन त्यतिखेर झन् अनि त्यसपछि त्यो पनि यतिकै चलाउँदै के भयो बिग्रियो अनि after that after a little while 1-2 years पछि चाहिँ GoPro को के भन्छ त्यसलाई 360 वाला क्यामेरा थियो मसँग अनि त्यसबाट नि भिडियोहरू बनाउन खोजिरहेको थिएँ तर 360 भिडियोहरू खासै बन्न सकिरहेको थिएन आई थिङ्क मेमोरी कार्ड एडाप्ट सपोर्ट नगरेको खालको इस्यु थियो समथिङ अनि पछि अनि भिडियोहरू बनाउँदै अलिअलि साइडमा त्यो स्क्रच त्यो स्विच पावर बटनमा स्क्रच भएको थियो त्यसपछि त अनि एकचोटि खोलातिर जाँदाखेरि पानी छिरेर पुरै बोर्ड नै सर्ट भएछ अनि भन्दा नि बनेन त्यो एन्ड आई वाज स्टिल ट्राइङ टु डु सम भ्लग विथ माई फोन ओप्पोको फोन थियो त्यसपछि मेरो स्यामसङको फोन आयो ओप्पोको फोन फुटेर and then I tried a little bit video तर केही भएन and finally after a few years अहिले मसँग यो अब नयाँ क्यामेरा छ I hope it will last a few years until my video gets a little bit of audience हैन अब यता स्टोरमा जाँदाखेरि चाहिँ चन्द्रगिरीतिरबाट थानकोटबाट नयाँकापबाट आउँदै हुनुहुन्छ भने चाहिँ यहाँबाट यो कलङ्की जाने चोकतिर बाटो पर्छ होइन अनि यही 3 थाना हुँदै ढुङ्गे अड्डा हुँदै ठ्याक्कै उकालोको साइड राइट साइडतिर पर्छ उता अब अरू साइडतिरबाट आउनुहुन्छ भने तपाईँ कलङ्की चोक कटेर चाहिँ यो थानकोट जाने बाटोतिर जानुपर्छ ठ्याक्कै कलङ्की चोकबाट 100 मिटर तल झर्ने बित्तिकै तपाईँले लेफ्ट साइडतिर देख्नुहुन्छ उता रिङ रोड भित्रबाट आउँदै हुनुहुन्छ भने रिङ रोड बाहिरबाट यता चन्द्रगिरीबाट आउँदै हुनुहुन्छ भने चाहिँ राइट साइडतिर पर्छ सो अहिले मसँग यो DJI न्यानो अब अगाडि क्यामेरा मात्रै छ होइन अनि मैले माइक पनि युज गरेर हेर्नुभित्र राखेको छु माइक चाहिँ आई होप द अडियो इज गुड राम्रै हुनुपर्ने हो बरु नोइज क्यान्सलेसन चाहिँ छैन होला अहिले खै के छ मैले हेर्दै हेरेन सो दिस इज ढुङ्गे अड्डाको यो ठ्याक्कै खोला क्रस गरेपछि हाम्रो साइडमा यो बाबा आयल पेट्रोल पम्प स्टोर छ यो त्यसपछि अलिकति अगाडि पुगेपछि हाम्रो अर्को एउटा के भन्ने अर्को एउटा पेट्रोल स्टेसन छ पेट्रोल पम्प छ यहाँनिर श्यामा पम्प भनेर श्यामा के लेख्या पेट्रोल
ठ्याक्कै यो साइडमा यो तपाईँले राइट साइडमा देख्नुहुन्छ यो रातो कलरको सिसा सिसा भएको बिल्डिङ छ हो। त्यहाँनिर माथि चाहिँ सेकेन्ड फ्लोरमा छ हाम्रो अफ साइड स्टोर। यहीँबाट तपाईँले राइट टर्न लिन सक्नुहुन्छ, अरू तपाईँले अलि अगाडि गएर युटर्न हानेर फेरि तल आएर जान सक्नुहुन्छ होइन। यहाँनिर पार्किङको चाहिँ अहिले एकदम राम्रो सिचुएसन छैन, किनकि अन्डरग्राउन्डमा छ। अनि फेरि चढेर आउनु पऱ्यो भने 6 तल्ला माथि जानुपर्छ। सो अहिलेसम्म चाहिँ यहीँ ओह्रालोमै पार्किङहरू गरिरहेको छ। अहिलेसम्म चाहिँ यहीँ ओह्रालोमै पार्किङहरू गरिरहेको छु मैले राइट हियर। ठ्याक्कै तपाईँ अब यो गेटबाट आउनुभयो भने यो लेफ्ट साइडमा यो चढ्ने बाटो चाहिँ इन्ट्रान्स छ। इन्ट्रान्सबाट अनि छिर्नुपर्छ। भर्खरै आउँदै त्यहाँनिर माथि सेकेन्ड फ्लोरमा छ जर्सीहरू झुन्डेको देख्नुहुन्छ। अब भित्र जाने कसरी भन्दाखेरि अब यो मेन इन्ट्रान्स छ, यहाँबाट ठुलो सटर छ। यो सटरबाट चाहिँ के छ चाहिँ अरे यहाँनिर दुईतिर बाटो छ, एउटा लेफ्ट एउटा राइट। एउटा यो लङ स्टेयर्सको बाटो, अर्को त्यहाँनिर एस्केलेटरको बाटो छ। एस्केलेटर चलेको छैन अहिले। यहाँनिर नयाँ स्टोर खोलिरहेको छ यार। के को स्टोर खोल्नु आएको। सो अघिको फर्स्ट फ्लोर थियो, ग्राउन्ड फ्लोरबाट माथि आयौँ। त्यसपछि अनि यो सेकेन्ड फ्लोर भयो। सेकेन्ड फ्लोरबाट फेरि यतापट्टि घुम्नुपर्छ, अगाडि फ्रन्ट साइडतिर जाने। अनि त्यसपछि अब यो भरै नगइकन अलिकति अगाडिबाट लेफ्ट लिनुपर्छ। एन्ड के छ भाइ अलिकति चेन्ज गरेको हिजो। यो ऐनालाई चाहिँ यता राखिदेऊ न। हो त्यो कोलिनले सफा गर्नु पर्ला। ऐना चाहिँ ठ्याक्कै बाहिरबाट हेर्दाखेरि होइन, तिम्रो यसरी स्ट्रेट ऐनामा हेर्दाखेरि भित्रको जर्सीहरू देखोस् क्या। हल्का यता टिल्ट गर न। अझै 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 ल ल भयो। स्पेस त छ नि त हाम्रो। सो यताबाट आउँदाखेरि चाहिँ माथि कलङ्गी चोक भयो। कलङ्गी चोकबाट तल झर्ने नि। अनि यहाँनिर यो माइक्रोहरू बसहरू लाग्ने ठाउँ छ। त्यसबाट यहाँबाट भित्र छिर्ने एउटा बाटो छ, त्यहाँबाट गए हुन्छ। अथवा हिँड्दै आउनुहुन्छ भने डाइरेक्ट यहाँ अगाडिबाट स्ट्रेट छिरेर अघिकै बाटो माथि आउनु मिल्छ। यताबाट आउँदै हुनुहुन्छ चन्द्रगिरी ढुङ्गाटाबाट आउँदै हुनुहुन्छ भने त्यसरी आएर यहाँनिरबाट राइट लिन सक्नुहुन्छ, अथवा अगाडि गएर युटर्न गरेर फेरि यता भित्र छिर्न सक्नुहुन्छ। माइक चाहिँ यहाँ छ। हाम्रो स्टोरमा चाहिँ यहाँ भाइ बसिरहन्छ विश्वास। हेलो भन। अनि त्यसपछि अहिलेसम्म चाहिँ हामीसँग यहाँ वर्ल्ड कपको जर्सी, रेट्रो जर्सी अनि कस्टम जर्सीहरूको स्याम्पलहरू छ यहाँनिर। अलिकति कस्टम जर्सीहरू पनि पहिलेदेखि बनाइरहेको थियौँ हामीले। त्यसपछि फुटसल जुत्ताहरू छ। पुक्सको अलिकति भेराइटी छ 2-3टा। अनि त्यसपछि अरू यो नाइकको रेप्लिका टाइपको कपीहरू छ। त्यसपछि फुटबलहरू बास्केटबलहरू छ। अहिलेसम्म धेरै अनि यति नै हो। आउनु होला भिजिट गर्न। यतातिर ठ्याक्कै कलङ्गी चोकमै छ। अफ साइड स्पोर्ट्स भनेर गुगलमा हेर्नुभयो भने पनि ठ्याक्कै भेट्नुहुन्छ है त।